ल गाइस ल है गाइस अब लाग्यो हामी चाहिँ अब बनाउन गाडी अब दसैँ आउन आएको वर्कसप बन्द हुन्छ मान्छेहरू बाहिर बाहिर जान्छन् होइन इभन अरू रिलिजनको मान्छे भए पनि मान्छेहरू जान्छन् बाहिर होइन मतलब आउट अफ भ्याली आफ्नो देश जान्छन् त्यही भएर अब बनाउन के छ अलिअलि बाँकी अब बाटोमा बिचमा धोका नदियोस् होइन हल्का मलाई यसको चाहिँ अब अगाडिको केही न केही चाहिँ समस्या छ जस्तो लाग्यो अलाइनमेन्टहरू होइन इन्जिनहरू त सब ठिक छ अब जस्तै च्यासीहरूमा अब जस्तै अब च्यासी भन्नाले अब हल्का एलाइनमेन्ट अब सिधा बाङ्नु के हुन्छ नि त्यस्तो टाइपको क्या अनि आइपुग्यो अब वाक्कै बारेर अब के भन्नु कसरी छोडिने हो लागेको हुनाले अब जान लाग्यो होइन एक्सेल चाहिँ यसको डिस्पु भइराख्ने क्या तपाईँको एक्सेलहरू चाहिँ खालि प्लेसबाट आफ्नो ठाउँ छोड्ने क्या त्यसले अब त्यस्तो टाइपको क्या हुने होइन अनि हामी चाहिँ अब कुपन्डोलबाट मेरो दाइ पनि हुन्छ साथमा दाइ चाहिँ बोल्न सक्नुहुन्न होइन सक्नुहुन्न के भयो हामी त जानु लाग्यो क्या गाड गर्नु थाल्यो एक्सेलहरू हल्का त्यो चाहिँ अब किन छोड्छ ठाउँ होइन त्यो हेर्नु पऱ्यो एक्सेल पछि रिपेयर गर्ने गऱ्यो एक्सेल त रिपेयर गरेछु 6 महिना वारेन्टी पनि दिएको छ रिपेयर गर्नेले त्यो वर्कसपमा गएर हेर्ने बनाउन लाउने के हो प्रब्लम त्यसको तलको आर्म्सहरू हुन्छ अरे होइन आर्म्स अनि बल जोइन्टहरू त्यस्तो हेर्ने क्या बाटो त राम्रै छ अब ठाउँ सानो गाडी थुप्रो घर पनि अब हाम्रो त दिएकै छ घर मात्रै होइन होइन ट्याक्स अब सबै दिएकै छ नि छैन के गर्नु अनि आज म तपाईँहरूलाई सबै देखाउने कोसिस गर्छु अब सबै भन्नाले हल्का फुल्का अब के हुन्छ यसमा होइन अब तलतिरको यो अगाडिको फ्रन्टको डाउन साइडको क्या कोसिस गर्छु अब हेर्नु के हुन्छ अब यसको चाहिँ अलिकति अब पुरानो गाडी भएको हुनाले अब पछाडिको त मैले प्रायः अब खासै त्यो बुस गएको रहेछ बुसहरू के अरे बनाएँ बुसहरू खासै केही बनाउनु पर्दैन अगाडिको चाहिँ अब डिस्ट्रिब्युटर भन्ने हुँदो रहेछ होइन कार्पेटर सफा गर्नु पऱ्यो प्लगहरू त्यो सबै हेर्नु पऱ्यो त्यो खासै प्रब्लम भएन डिस्ट्रिब्युटर चाहिँ अलिक महँगो पर्न गयो होइन दाइ कन्फ्युज हुन्छ कोसँग कुरा गर्नु भनेर कन्फ्युज हुन्छ भिडियोको कुरा गर्दाको लागि अब यस्तै छ यो युएन पार्क आयो हामी चाहिँ होइन अब त्यो हिजो जस्तो चाहिँ भएन छिटै अब आयो जाम त्यति रहेछ अब 8को छ 12 अब यता कुदाउँदै उता हेर्दै अब के भन्यो पछाडि के आउँदैछ थाहा छैन अब
अब यी गाडी त ठिकै छ होइन, त्यो पनि अब मेन्टेनेन्स चाहिँ अब गरेर राख्नुपर्छ, भोलि दुःख पाउने काम गर्नु भएन होइन। बाइक पो ठेल्नलाई सजिलो हुन्छ या कतै राखेर जानु हुन्छ, अब गाडी के गर्नु कसरी ठेल्नु, मतलब गाह्रै हुन्छ नि त अलिकति भन्न खोजेको चाहिँ, ठेल्न पनि गाह्रो, कतै राखेर जाउँ भने पनि गाह्रो, बिग्रेला र बनाउला भनेर चाहिँ म चाहिँ अलिक बस्दिनँ। टाइम भएको बेला पैसा पनि भएको बेला अलिकति के बनाउनु पर्छ ट्याक्क ट्याक्क बनाइदिइहाल्ने हो कि यो के हुनुभएको चाहिँ के हुनु ए गाडी हो त त्यहाँ एकजना चिनेको वर्कसप छ, अब त्यहाँ चिनेको त के भन्नु, अब चिन्दै गएको वर्कसप छ, उसले अब राम्रै गर्छ उसको काम छिट्टो हुन्छ होइन। हेलो अरे ल देखियो त्यहाँबाट के भन्नु भन्ने हलोको यहाँ काटेको छ नि त, त्यो जोडी र हँसिया हो कहाँ हो यार गत्तेरिका मान्छे यार जान नपाएको फ्रस्ट्रेसन हो कि क्या हो। कलेजका स्टुडेन्ट त अहिले पनि छन् त, के हो यस्तो पारा, कलेज त छुट्टी होइन र अहिले त। गर्नु थालेपछि नि यो गाडी बनाउनुलाई अब यसो उसो गर्नलाई हुन्छ नि, यो बाइकले गर्दा भएको रहेछ, टाइमै नहुने क्या। अब त्यो जब छ भने छुट्टी पनि छैन, पेमेन्ट त छ, छुट्टीको पेमेन्ट हुन्छ त्यस्तो त होइन होइन, अब टाइम चाहिँ नहुने क्या। अहिले पनि अब टाइम यसो उसो मिलाएर कसो गरेर दिमागमा खियाएर हुन्छ कि लिएर गाडी
रहेछ मेकानिक जाने नि अब काम भयो नि अब फेरि म तपाईँलाई कन्टिन्यू गर्छु एकछिनपछि त्यही त हो नि त्यही छ बाटो दाइले मलाई एक्सप्लेन गर्दै हुन्छ के भयो कसो भयो भनेर अनि आरएम भन्छ आरएम बल जोइन्टहरू यो भनेको यो स्टियरिङ ऱ्याकको जोइन्ट भइहाल्यो बल जोइन्ट अनि आरएम भन्छ आर्म्स भनेर त्यहाँको आर्म्स त्यही हो त्यो चाहिँ अनि देखाउँदै हुन्छ के हो कसो हो प्राइस कुराहरू अब किनेर लिएर आऊ यस्तो भन्दै हुन्छ त्यो चाहिँ तलको स्टियरिङ ऱ्याकको रबर पनि गएको छ भन्दै थिएँ त्यही त हो नि अब अनि अगाडिबाट अलिकति कुच्चिएको छ अस्ति ठोकेर भन्दै थिएँ यतापट्टि पनि गएको छ त्यो लिएर आउनु सेटै पाउँछ ल्याउनु भन्दै थिएँ कि त्यतिखेर चाहिँ ल सर हेर्नु इन्जिन सबै झार्यो होइन अब यो बिल्डिङ सिल्डिङ अहिले हुन्छ चाहिँ स्थान छ अहिले होइन अहिले खोल्दै खोल्दै रात पऱ्यो यो सबै गियर बक्स खुल्यो है यो बिल्डिङ पनि भयो होइन यो दुईपट्टिबाट भएछ बिल्डिङ यता पनि भयो अनि यता पनि भयो होइन बिल्डिङ गराइयो गियर बक्सको दाँती त्यहाँ लेथो दिएछ है इन्जिन यहाँ छ है तपाईँको यही हो गाडीको अवस्था अब अरू यो त्यति सार्ने बेला म भिडियो बनाएर पठाउँछु है त्यो तन्काएर छोड्नु पर्छ होइन तन्काउँदाखेरि तपाईँको यो तानिन्छ छ नि यो सबै फाटिन्छ क्या यता यता सर्छ यो बल्ल यो सबै बिल्डिङ गर्ने हो हेर्नु है यो तानेर बल्ल यो बिल्डिङ गरेर यो तन्काएर छोड्नु पर्ने क्या त्यही भएर टाइम लाग्यो यो सबै आज मजाले बिल्डिङ हुन्छ बेलुकासम्म भोलि गाडी निस्किन्छ जसो हुन्छ नि अनि त्यसरी है तपाईँले यो दाँती काट्छ है
यो छ नि यो काट्छ अनि यो काटेको चाहिँ यो सबैतिर काटेको छ नि यो अनि यो माथि पुरानो है कटिङ छैन नि अब म आइसकेँ है गाडी लिएर आइसकेँ उहाँबाट अनि अब 20,000 रुपियाँ लाग्यो मेरो ठ्याक्कै तपाईँको अब बेसी नै थियो 20,000 रुपियाँ अनि 3,000 समथिङ एक्स्ट्रा मैले पहिल्यै दिएको थिएँ 3500को सामान किनेर खोल्दैछु म है बुट खोलेर देखाउँदैछु तपाईँहरूलाई म अब यहाँ मैले यहाँको बल बेयरिङ हुन्छ बेयरिङ फेरेको यहाँको होइन अनि तलको आर्म्स भइहाल्यो आर्म्स पछि तपाईँको अब यतापट्टिको पनि आर्म्सहरूको सेटै मैले किनेको थिएँ नि त अब त्यो चाहिँ मैले फोटो खिच्न भ्याइनँ यता काममा जानुपर्ने भएर यो आर्म्स पनि नयाँ छ तलको बल जोइन्टहरू एक्सेल भयो अब माथिको बोनट खोलेर देखाउँदैछु तपाईँहरूलाई म अनि कार्बोरेटर भइहाल्यो त्यो ओइल के अरे फिल्टर त्यहाँको नयाँ छ एयर फिल्टर नयाँ छ त्यहाँको है अब यो डिस्ट्रिब्युटर भनेको यही हो यहाँबाट तार गएको हुन्छ सिलिन्डरमा स्पार्क प्लगमा गएको हुन्छ होइन नम्बर वाइज हुन्छ 1 2 3 4 होइन सिलिन्डर पनि 4वटा एउटा सिलिन्डर दुईवटा सिलिन्डर तीनवटा चारवटा सिलिन्डर हुन्छ यसमा त्यसपछि भनेको ऊ भइहाल्यो पेट्रोल फिल्टर भयो एक्सेल अनि त्यहाँको बुट हुन्छ त्यहाँको वासर त्यो स्टियरिङ ऱ्याकको अनि रेडिएटरमा कुलेन्ट हालेको रेडिएटर पुरै खोल्नु पर्ने सबै खोलेको थिएँ नि त तपाईँले भिडियोमा पहिला देखिहाल्नु भयो होला त्यहाँ मैले हालेको छु कुलेन्ट होइन अरूले पानी हाल्छन् कुलेन्ट हालेर टक्क राम्रै हुन्छ नि त कुलेन्ट हाल्दाखेरि चाहिँ अलिकति ड्युरेबल हुन्छ भनेर लागेको छ अलिकति पुसेँ अनि त्यो स्टक भइहाल्यो त्यहाँको इन्जिन ओइल हाल्ने ठाउँ यहाँबाट भयो इन्जिन ओइल हाल्ने ठाउँ भयो अब इन्जिन ओइल चेक गर्नुपर्ने हुन्छ त्यहाँबाट त चेक गर्ने होइन यहाँबाट त होइन अनि यहाँबाट इन्जिन ओइल चेक गर्दैछु इन्जिन ओइलको ओइल लेभल कति छ त भन्दाखेरि कमै छ जस्तो लाग्यो एकचोटि पुस्नुपर्छ झिकेर पुसेर के गर्दा चुयो होला केही भयो होला त्यो पनि भोलि चेक गरेर हेर्छु म बिहान एकचोटि के हुन्छ अब म फेरि डिप गरेर एकचोटि त्यसलाई हेर्छु डिप गरेर अब हेर्छु कम छ है दुईवटा पोइन्ट भन्दा पनि कम छ त्यो बिचमा हुनुपर्ने कम छ ओके छ त कम छ मसँग स्टक छ पछाडि डिकीमा छ त्यहाँबाट म हालिहाल्छु मिलाएर टक्कसँगले कमै छ लोमा छ धेरै तल छ अब यसलाई हाल्नै पर्छ अलिकति थप्नै पर्छ धन्न स्टक बोकेर हिँडेको छु मैले त्यस्तो साह्रो घट्न त घट्दैन अब इन्जिन खोलेको हुनाले होइन इन्जिन झिकेको हुनाले अब अलिकति घट्यो चुयो होला केही भयो होला त्यस्तो खाने त थिएन खाँदैन त्यस्तरी त धुवा पनि फाल्दैन त्यहाँको कभरहरू सबै फेरेको छु बेल्टहरू है त्यहाँ बेल्ट हुन्छ टाइमिङ बेल्ट हुन्छ फ्यान बेल्ट हुन्छ डिकी खोलेर अब त्यहाँ छ ल इन्जिन ओइल छ ब्रेक फ्लुइड छ त्यही थपिदिन्छु म इन्जिन ओइल चाहिँ ओके छ त अनि मेसी नै छ गाडी चाहिँ मेरो अलिकति सफा गर्न भ्याएकै छैन कामबाट फुर्सदै हुँदैन होइन गाइज अब त्यही हो मैले भनाइ चाहिँ अब पाल्न चाहिँ अलिकति साह्रै छ जब चाहिँ राम्रै हुनुपर्छ सोर्स अफ इन्कम त्यही हो थ्याङ्क यू